दर्शन एन्ड नमस्ते, वी आर इन जस्ट सेल्फी डाँडा। हामी रिटर्न ब्याक हुँदैछौँ। अब यस्तै हो गाइस, उकालो हिँड्दैछु सेल्फी डाँडाको लास्ट गर्नु भइरहेको छ। तर यो भिडियो चाहिँ बुढीलाई नहाल्न मैले हार्दिक अनुरोध गर्दछु। इन्सिडेन्ट 4 जना केटाहरू गइरहेको थिएँ, तर नचिन्ने मान्छेले मलाई घुमेर आउनुभयो भनेर सोध्यो। तर मलाई के लाग्यो भने ठिक छ, सोध्नु राम्रो हो, तर यसो आउँदाखेरि पानी र यसो खानेकुरा ल्याइदियो अझै म खुसी हुन्थ्यो होला भन्दै आज यसो त्यहाँनिर चाहिँ पानीको धारा छ, खान त मन लाग्थ्यो तर जुकाल टोक्छ कि भनेर नजाने। अब घर गएर घर पनि बिचबाट गएर लड्डु खाने। हामी एउटा सर्ट भिडियो बनाएको आज 2083 साउनको 30 गते। आज लगभग भोलि त मासन्तर होला होइन, कि भोलि कति हो त्यो पनि थाहा छैन। आज 30 गते चाहिँ बुढाबुढी यसो फ्रेस गर्न चाहिँ खासै हातसम्म आएको, तर वक्त बदलिदिया। तर सेल्फी डाँडा आइयो। सेल्फी डाँडा आएर हामी फोटो भिडियो गरेर फर्किँदैछौँ। अहिले ठ्याक्कै 4 बजे, हामी 5 बजी चाहिँ घर पुग्ने बाचाको सहित। अहिले चाहिँ ट्याप ल सेल्फी डाँडा है, सेल्फी डाँडा हिँड्दै यसरी आइयो। यस्तै छ गाइस, बुढी माथि पुग्यो। बुढीलाई खै अहिलेसम्म हिँड्न नसकेर सास बढेर धुमपताल भयो। के छ भने एउटा सेल्फी डाँडा आउँदाखेरि सबै कुरा ठिक हो, बाइक पार्किङ चाहिँ अलिक रिस्की जस्तो लाग्यो मलाई। यता यसो ढुङ्गाहरू झर्ने यताउता छोटो फर्कन नै गाह्रो। पार्किङ गर्दाखेरि मैले यस्तै छोडेर गएको थिएँ। यो चाहिँ अलिक रिस्की के भिरालो जग्गामा। ठिक छ आइयो। सेल्फी डाँडा राम्रो लाग्यो, तिमीलाई कस्तो लाग्यो? ठिक छ, पसिना नि आएको छ। अब हामी बाइक स्टार्ट गरेर अब तानसेनको गन्तव्यतिर लाग्छौँ। अहिलेलाई यही त। this road that I go home, so am I wrong for thinking that we could